धेरै दिन भयो कुखुराको मासु खान मन लागेको। बिहान साइक्लिङ जाँदा मैले उतैबाट कुखुरा पनि लिएर आएँ। कहिलेकाहीँ चाहिँ जिउँदो कुखुरा घरमा ल्याएर खाँदा एकदमै फ्रेस मिठो हुन्छ नि त। सो हेलो साथीहरू, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। अब घरमा कुखुरा ल्याएपछि त काट्नै पर्यो होइन। मेरो बुढाले चाहिँ जानी नजाने कुखुरा काट्नु भयो, बिचरा माया लाग्यो भन्दै हुनुहुन्थ्यो। अब माया लागेर के गर्नु होइन, खानु परेको छ। उहाँले खुइलाउनु भयो, त्यसपछि मैले पोलपाल गरेर रेडी गरेँ। अनि काट्न थाल्नु भयो उहाँले चाहिँ। अब जाने नि नजाने नि, अब सधैँ काट्ने होइन अब पाक्लक पुक्लुक बनाएर अब जसरी हुन्छ जुगाड लाएर मजाले काट्नुभयो। अनि त्यसपछि थालमा राखेर चाहिँ लु पकाऊ भनेर दिनुभयो। अब मैले नपकाउने त कुरै भएन। अब लागेँ म पकाउनुतिर। सुरुमा चाहिँ मैले प्याज लसुन रेडी गरेँ। अनि त्यसपछि चाहिँ मैले कराई बसालेँ, तेल राखेँ, मेथी तेजपत्ता करिपत्ता प्याज राखेर मजाले फ्राई गरेँ साथीहरू, रातो हुने गरेर। अनि बेसार राखेँ, त्यसपछि मासुलाई राखेर मजाले स्वाइँ स्वाइँ चलाएँ। हेर्न सक्नुहुन्छ मैले मजाले चलाइरहेको छु। अनि त्यसपछि 2-3 मिनट छोपेर पकाइसकेपछि मैले यसमा नुन राखेँ। नुन राखेर सबै मासुमा मिक्स हुने गरी चलाएँ। अनि मजाले फ्राई गरेँ अनि छोपेर पकाएँ साथीहरू फेरि। अनि अदुवा लसुन केही गरम मसलालाई चाहिँ मैले मजाले कुटेँ। अनि यही मासुमा राखेर मजाले मिक्स हुने गरी चलाएँ, हेर्नुहोस् त। अनि 2-3 मिनट छोपेर पकाइसकेपछि जिरा धनियाँको धुलो खोर्सानीको धुलो राखेर मजाले चलाएँ, हेर्नु त कति राम्रो भइसकेछ। त्यसपछि मसिनो बनाएर काटेको गोलभेडा राखेर मजाले चलाएँ, छोपी छोपी पकाएँ। अनि 4-5 मिनटपछि रेडी भइसक्यो साथीहरू। तातो पानी राखेँ अनि चामल भिजाएर पिसेको थिएँ, राख्न बिर्सेछ, अहिले राखिदिएँ, झोल बाक्लो हुन्छ नि त। हेर्नु त अनि यति मजाले पाकिसक्यो साथीहरू। अनि धनियाँ राखेँ। अब मेरो तरकारी पाकिसक्यो अनि मैले सर्भ गर्दैछु। हेर्नुहोस् त कति यम्मी छ कि साथीहरू। अनि म चाहिँ खान थालेँ है। यो घरमा ल्याएर कुखुरा काटेर पकाएको बेला चाहिँ मलाई खुट्टा मेरो भागमा आएन भने मलाई चित्तै बुझ्दैन कि साथीहरू, मनपर्छ कि एकदमै। त्यसैले मैले खुट्टा पनि राखेको छु। यो खोर्सानी चाहिँ पिरो छ, एउटा चाहिँ राखिदिएँ उता साइड लाएर। अनि मैले भिडियो बनाउँदै थिएँ अनि मेरो बाबु नानीले चाहिँ यति मिठो माम खाइरहेको बेलामा कि मम्मी मेरो नि भिडियो खिचिदिनु भनेको भने गरेर, हेर्नुहोस् त गम गम खाँदैछ। मिठो भयो अरे। अनि भिडियो बनाइदिनु न प्लिज भनेको भने गरेर फेरि उनीहरूको पनि मैले भिडियो बनाइदिएँ। कति ज्ञानी भएर कति मजाले खाँदैछ, हेर्नुहोस् त। ल अनि त्यसपछि मैले पनि खाएर सघाउन लागेँ साथीहरू, एकदमै मिठो छ। हजुरहरू पनि अब यसै गरी बनाएर खानु होला त भन्दिनँ, सबैको आफ्नो तरिका हुन्छ पकाउने। मलाई चाहिँ यसरी पकाएको एकदमै मनपर्छ। अब अरूले भन्दा नि मलाई चाहिँ आफैले पकाएको मनपर्ने कि किन हो थाहा छैन साथीहरू। हजुरहरू पनि पकाएर खानु होला।